हामी नेपालीहरूले इन्डियालाई हाम्रो मित्र देश हो भनेर मान्छौँ, तर इन्डियाले फेरि पनि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई इन्डियाको भन्ने दाबी गरेका छन्। अस्ति भर्खरै उनीहरूले सार्वजनिक गरेको कैलाशमान सरोवर यात्राको लागि रुट र केही बाटोहरू सार्वजनिक गरेको छ, जसमा कि हाम्रो नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा उनीहरूले त्यसमा देखाएका छन् कि इन्डियाको हो भनेर, र त्यही बाटो उनीहरूले युज गर्नेछ त्यो यात्राको लागि। इतिहास, नक्सा र प्रमाण यी सबैले लिपुलेक कालापानी नेपालको भनेर साबित गर्छ। तर पनि इन्डियाले किन यस्तो गरिरहेको छ? लिपुलेक भनेको यस्तो ठाउँ कि जहाँ चाइना, इन्डिया र नेपालको बोर्डर मिल्छ र त्यहाँबाट धेरै कारोबार गर्न सकिन्छ फ्युचरमा गएर। उनीहरूले यो स्ट्राटेजी सोचेको हो। तर हाम्रो बालिन सरकार पनि कहाँ चुप बस्ने हो र? उहाँले डिप्लोमेटिक लेटर लेखिसक्नु भएको छ इन्डियालाई र चीनलाई कि नेपालको भूमिमा कुनै पनि गतिविधि नेपालको पर्मिसन बिना गर्न पाइँदैन भनेर। लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको थियो, नेपालको छ र नेपालको रहनेछ। भिडियोलाई सेयर गर्नुहोला।